मेरो मम्मी चाहिँ रोगी चाहिँ पहिलेदेखि नै अलिकति रोगी टाइपकै हुनुहुन्छ। जस्तै त्यो अलि गरुङको चिजहरू उचाल्नु हुँदैन मेरो मम्मीलाई। अनि धुवा धुलोबाट अलि टाढा बस्नुपर्छ, किनभने त्यो फोक्सोकै रोग भएको कारणले के। एकताका त मेरो मम्मीले यति धेरै ब्लडै भमिट गर्नुहुन्थ्यो क्या मुखबाट। अनि त्यति बेला पनि डक्टरहरूले चाहिँ आँस मार्नु भएको अरे क्या। अनि भन्नुहुन्थ्यो कि बाबाले मैले यस्तो जस भगवान्को कृपाले अनि राम्रो पनि भयो बिचमा। अनि 17 वर्षपछि चाहिँ मम्मीको चाहिँ अब त्यो कुराहरू चाहिँ नगरौँ होला हौ। त्यो मम्मीले चाहिँ खासमा रोगलाई होइन जितेरै बस्नु भएको हो क्या, एकदमै धेरै जितेर होइन। त्यसैले त आमा महान हुन्छन् है। अब बिचमा अनि मेरो मम्मीलाई भन्नै पर्दाखेरि चाहिँ क्यान्सर भएको हो क्या। एउटा ब्रेस्ट फाल्नु पर्ने भएको थियो। लगभग त्यही 2 वर्ष जति भयो मम्मीलाई त्यस्तो भएको। अनि त्यही भएर अनि त्यो कारणले गर्दाखेरि चाहिँ फेरि त्यसमा चाहिँ त्यो रेडियोथेरापी यस्तो गर्नुपर्ने रहेछ। अनि त्यो गर्दाखेरि चाहिँ पहिलाको रोगहरू पनि बल्झिन सक्छ भन्दै थियो। अनि बिचमा बल्झियो पनि क्या, त्यही ब्लड भमिट हुने। अनि अहिले चाहिँ जस भगवान्को कृपाले एकदमै राम्रो हुनुहुन्छ। अनि मेरो मम्मीको आत्मबल फेरि एकदम बलियो राम्रो छ क्या। होइन किन एउटा जिन्दगी अलिक बल गरेर जिउनुपर्छ भन्ने टाइपको हुनुहुन्छ, मोटिभेट हुन्छ है एकदमै। मेरो मम्मीलाई हेरेर त म त भने नि यो सानो रोग त रोगै होइन जस्तो लाग्छ कि। त्यति धेरै मोटिभेट। एउटा छोरालाई कति गाह्रो हुन्छ एउटा आमा एकदम भनौँ न, क्यान्सर भन्ने बित्तिकै लाइक लास्ट स्टेज हो क्या लाइफको। होइन यस्तो हो, हामीले यही कुराहरू फैलाइरहेको छौँ नि त, लास्ट स्टेज भन्छ मान्छेले होइन। तर क्यान्सर पनि बेलैमा उपचार गऱ्यो भने चाहिँ राम्रो हुनसक्छ। यदि कसैले मलाई सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ, यदि तपाईँलाई क्यान्सर भएको छ भने तपाईँको जिन्दगी गइसक्यो भन्ने चाहिँ होइन। किनभने क्यान्सरको पनि एउटा होइन स्टेज हुन्छ। अनि तपाईँले बेलैमा उपचार गऱ्यो भने क्यान्सर केही पनि होइन क्या, राम्रो हुन्छ। कति गाह्रो भयो जब क्यान्सर लाग्यो अरे भनेर सुन्न थाहा पाएपछि छोरालाई चाहिँ? गाह्रो भयो नि, साह्रै गाह्रो भयो नि। हामी 5वटा दाजुभाइ हो, 5वटा कुरा बसेर रुन्थ्यो क्या हामी क्या। अब एकजनाले रोको अर्को, अब म रोम भाइहरू छन् तिनीहरूको अगाडि के रुने होइन। गाह्रो हुन्थ्यो एकदम। सबैजना उस्तै हो क्या, एकदम माया गर्ने हो क्या, पुतुक्कै हुने हो क्या फ्यामिली। अब बाबा मम्मी भनेपछि अब बाबा त अहिले हुनुहुन्न, मै अब त्यस्तो हो क्या। अनि त्यही भएर नि गाह्रो हुन्छ अलिअलि। बाबा हुनुहुन्न? मेरो बाबा खस्नु भएको अहिले 3.5-4 वर्ष भयो। कारण के थियो? कारण त्यस्तो ठ्याक्कै यही भन्ने भएन। त्यो हार्टको कारणले चाहिँ हार्ट एट्याक आएको भनेर चाहिँ भन्यो। अब हस्पिटलमा पुर्याउँदाखेरि अहिले हुनुहुन्न। त्यसो त अझ गाह्रो बनायो होला है अब मम्मीलाई। म त गाह्रो कति चिजहरू चाहिँ मान्छेले अब भने नि के अरे, झिरमा उनिनु त्यो एउटा कुरा, पिरमा उनिनु त्यो एउटा कुरा, नभिज्ने आँखा कसको छ र, तर झर्नु नझर्नु त्यो अर्कै कुरा। दिप श्रेष्ठ सरको गीत हो यो। कति मान्छेहरूले चाहिँ अब देखाउँछ, अब देखाउन पनि पर्छ कति ठाउँमा आँसु। तर म चाहिँ अलिकति लुकाएर हिँड्न पर्छु। फेरि जति सक्दो हाँस्न मन लाग्छ मलाई। त्यस्तो मलाई दुःख पर्यो अब म भन्ने आँसुलाई तपाईँ हाँसोमा परिणत गर्नु। मलाई एकदमै हाँसेर हिँड्न मन लाग्छ क्या। किनभने मलाई हेरेर चाहिँ कोही 2-4 जना अझै हाँसोस् जस्तो लाग्छ, फिल हुन्छ मलाई चाहिँ। अनि गाह्रो त साह्रै गाह्रो भएको थियो। म बाबा खस्दाखेरि 2-3 महिना त म लिटरली भनौँ न सक्छु होला फेरि आएर गाउनलाई, फेरि आएर म हाँस्नलाई भन्ने मलाई त्यो फिलै भएको थिएन क्या। मैले कति प्रोग्रामहरू छोडेँ, गीत कति छोडेँ, मलाई गाउनै मन लाग्थेन है। अनि जोस फेरि लाइफ त फेरि दुःख पर्दाखेरि कस्तो हुँदो रहेछ नि तपाईँको, मलाई मात्रै किन भगवान्ले यत्रो दुःख दिएको छ, मलाई मात्रै किन यस्तो दुःख परेको, त्यो फिल हुँदो रहेछ क्या। अनि जब त्यो दुःख सकेर फेरि अरूलाई परेको देखिन्छ नि, होइन रहेछ यो मलाई मात्रै होइन रहेछ, सबैलाई हो रहेछ, यो प्रकृतिको नियम रहेछ जस्तो लाग्छ। अनि उठ्नै पर्छ, हाँस्नै पर्छ, हिँड्नै पर्छ।
यसको सम्हालिन उपाय नै छैन। कतिको गाह्रो हो सम्हालिनको लागि बाबा बित्दाखेरि चाहिँ? मैले त भने नि मलाई एकदम गाह्रो भयो, साह्रै गाह्रो भयो मलाई। के अरे 3 महिना त भने नि मैले काम केही पनि गरेन क्या, म सकेन क्या, एकदम गाह्रो भयो मलाई। किनभने मैले त्यस्तो चिजहरू देखेको थिएन कि। अब मेरो बाबापट्टिको बाजे र बोजू पहिल्यै खस्नु भएको, मलाई थाहै भएन। अनि मम्मीपट्टिको बाजे पनि म सानो 1-2 वर्षको हुँदा बित्नु भएको अरे। अनि मेरो बोजू अझै हुनुहुन्छ यता मम्मीपट्टिको। अनि त्यस्तो चिजहरू मैले खासै देखेको थिएन। अनि एक्कासी अब बाबा खस्यो भन्दाखेरि चाहिँ, खस्नुभयो भन्दा चाहिँ होइन, अब हाम्रो फेरि मतलीको ठाडो नै हुन्छ है। अनि खस्नुभयो भन्दाखेरि चाहिँ कस्तो त्यो म त के होइन होला यो के भयो फिल भएको थियो। म काठमाडौँमै थिएँ, त्यस्तो फिल भएको थियो मलाई। एक्कासी त्यो न्युज आएको? एक्कासी आएको त्यसरी आउँदाखेरि चाहिँ। अनि त्यस्तो हुँदा चाहिँ मलाई गाह्रो भयो। मेन्टली टर्चर एकदम धेरै भयो होला। गाह्रो भयो नि, साह्रै गाह्रो भयो नि त्यतिखेर त। म त सम्झिनु अब भौतिक शरीरले छोडेर त जानुभएको बाबाले, तर यादहरू सम्झना त कति धेरै छ है। के एकदम धेरै के याद आउँछ बाबाको कुरा गरौँ फेरि आज? म त एकदम धेरै, मलाई त्यही भएर एकदम आजकल चितवन जानै मन लाग्दैन क्या। त्यो घर गयो भने त्यो चोकबाटै सबभन्दा पहिला बाबा निस्किनु हो नि त, घरबाट फुत्त निस्किनु हुन्थ्यो क्या। अनि ल आइस भनेर हुनुहुन्थ्यो होइन। यस्तो हो बाबा हुँदाखेरि त म जहाँ पुगेँ नि जे भयो पनि मलाई डर लाग्दैन क्या। भन्नु नै हुन्थ्यो नि त, ए म छु तिमीहरूको पछाडि के भन्नुहुन्थ्यो क्या। त्यो चाहिँ हो। अहिले चाहिँ मनमा डर छ? अलिकति डर चाहिँ हुँदो रहेछ, बाबा छैन है भन्ने चाहिँ लाग्दो रहेछ। तर त्यस्तो साह्रो भन्नाले डरै भन्ने त अब त्यस्तो लाग्दैन, तर बाबाको अभाव त भइहाल्छ नि। मेरो दाजुभाइहरू सबैजना असल हुनुहुन्छ, सज्जन हुनुहुन्छ, त्यही भएर पनि डर लाग्दैन मलाई। यादले सताउँछ बाबाको? याद आइहाल्छ नि होइन, याद त कति आइहाल्छ नि यार। भने त म त एकदम त्यो कति महिना त मलाई गाह्रो भयो। अहिले नि कस्तो हुन्छ नि, के गर्दाखेरि त्यो ठ्याट्ट बाबा हुनुहुन्छ क्या जस्तो लाग्छ क्या। यस्तै के गर्दा कहिले कहिले हुन्छ नि, त्यो ठ्याक्कै बाबा यहीँ हुनुहुन्छ क्या जस्तो फिल हुन्छ क्या मलाई, क्या त्यस्तो फिल हुन्छ। भइदियो चाहिँ रमाइलो हुन्थ्यो अहिले जिन्दगी? हुन्थ्यो, कति कुराहरू अझै अनुभव गराउनु मन थियो होइन। धेरै बाबालाई अझै हुन्छ नि, धेरै चिज बाबाहरूले लाइफमा अझै नगरेको चिजहरू चाहिँ गराउनु मन थियो। सो बाल्यकालतिर थोरै जाउँ ल, फेरि म यहाँ कनेक्ट गर्छु ल। यताको त तपाईँले भन्नुभएको थियो बाल्यकाल एकदम अभावमा बितेको थियो होइन। खरको छानो, चुहिएको पानी, रातभरि बाटा थाप्नुपर्ने, त्यो थोरै बाल्यकाल सम्झौँ आज, रिकल गरौँ न एकचोटि। यस्तो अब त्यो मान्छेको म मात्रै होइन, धेरैजना नेपालीको लाइफ हो त्यो। अनि त्यो मध्ये म पनि, हामी पनि पर्छौँ। त्यो त्यस्तै थियो यार लाइफ। सानो घर थियो, झुप्रो। अनि त्यो कहिले खडैले बारेको, कतै खडैले बारेको, कतै काठचुट्टाले हुन्छ नि लिपेको। त्यो खरको छाएर वर्षैपछि छाउनु पर्थ्यो, वर्षमा छाएरभरि चुइन्थ्यो। यस्तो तनाव हुन्थ्यो नि, त्यो अनौठो छ जिन्दगानी। हावाहुरी आउँदा डर लाग्यो? हावाहुरी आउँदा डर लाग्थ्यो क्या, कसम भनेको क्या। हावाहुरी नआएन हुन्थ्यो नि जस्तो फिल हुन्थ्यो क्या। उडाएको छ कहिले छानो? उडाएको छ नि, छानो किन नउडाउने, कतिचोटि उडाएको छ। हावाहुरी नआएन हुन्थ्यो जस्तो लाग्थ्यो क्या, कसम। मैले ढाँटेको होइन, यो मैले बनावटी भनेको होइन, म एकदम त रियल भन्ने मान्छे हो होइन। अनि पानी धेरै ठुलो नपर्दै हुन्थ्यो जस्तो लाग्थ्यो, हावाहुरी नआइदियो हुन्थ्यो जस्तो लाग्थ्यो क्या त्यो बेलामा, कसम भनेको। कारण त्यही थियो, पानी चुइने। अनि कस्तो तनाव हुन्थ्यो, सुत्दा पानीबाट चुइन्थ्यो क्या, त्यो बाटा थाप्नु पर्थ्यो क्या। छ्या, अनौठो थियो नि जिन्दगानी। सङ्घर्ष कतिको थियो बाल्यकाल? बाल्यकाल सङ्घर्षमय नै भयो, ठुलै अन्जेलसम्म भने नि। खोला र जङ्गलको यादमै बिताइयो बाल्यकाल भन्नाले। म त अलिकति त्यो रिभरको छेउमा हो क्या, राप्ती रिभरको। अनि त्यहाँ नेसनल पार्कहरू पनि छ नि त। न हामीसँग ग्यास हुन्थ्यो, न हामीसँग ढलाई या टिनको छानो हुन्थ्यो होइन। हामी बस्तु हुन्थ्यो, गाईबस्तु हुन्थ्यो होइन। खर काट, दाउरा खोज्न जाऊ होइन, घाँस काट्न जाऊ, फेरि यता अरूको अँदिया गराएछ
आफ्नो जग्गा छैन होइन अनि वर्षभरि काम गऱ्यो सट्टा आधा चाहिँ साउला ए मैले नगरेको त केही नि छैन यार भने मैले सबै गराएको छु क्या जस्तै खर काट्न गइन्थ्यो होइन जङ्गलमै गइन्थ्यो मैले मजा गरेको 2000-3000 मुठा खर काटेर हामीले जङ्गलमा त्यो उसमा सुकाउँथ्यो क्या अनि टक्क बोक्ने बेला छ नि यहाँ घरको पनि लाने अनि बोकेर ल्याउने खरहरू अब यता यो खेतीपातीको त कुरै नगरौँ होइन दाउरा त्यस्तै काट्न जानु पर्थ्यो होइन अनि कहिले कहिले त्यो खर त्यो सिजन खुल्थ्यो क्या अनि अब भन्दा हुने हो कि नहुने होइन यत्रो यत्रो टिम्बा भन्छ क्या त्यसलाई सालको त्यो नि बोकेर आएको छ राति त्यही पनि डरमा क्या कता पुलिसले समात्यो कि त्यो लाइफ थियो नि त हाम्रो त्यहाँ हामीलाई निड थियो क्या त्यो कुराको आवश्यकता थियो क्या त्यो भएर नि गरियो होइन कति चिजहरू त्यो इलिगल हुनसक्छ तर त्यो हामीलाई चाहिएको चिज थियो हामीले किन्नलाई हामीसँग पैसा थिएन अनि हामी जङ्गलको छेउमा भएपछि हामीलाई निड थियो अनि हामीले गर्थ्यौँ त्यो मर्नुभन्दा बगाउनु रहेछ नि त गरियो त्यो बेला रातिको 10 बजे होइन अब त्यहाँ चितवन नेसनल पार्कमा के पाउँदैन ल भन्नु यो सर्प त के होइन क्या कुल्चेरी हिँडिदिन्छु जस्तो लाउँथ्यो क्या रातिको 10 बजे होइन यत्रो मुढा बोकेछ अब आउँछ बिचमा काँसघारी त्यो काँसघारीको बाटो देखिनु भएको लाइट बालौँ आर्मीले समात्ला भने टेन्सन होइन यसरी फाँडेर यस्तो हेरेर उता गाउँमा बत्ती बलेको हेरेर अनि यस्तो यही सिधा यो भनेर यसरी फाँडेर आएको छ क्या फाँडेर आइसकेपछि बिचमा खोला अब के गरेको छ यार लाइफमा गरियो दुःख अभावले धेरै चिज सिकाउँछ सबैभन्दा ठुलो नै अभाव हो तपाईँलाई अभावले नै हरेक कुरा गर्न सिकाउनु यहाँ जे पनि चिजहरू हुन्छ कति चिजहरू यहाँ भइरहेको छ राम्रो नराम्रो चिजहरू सबै अभावले हो सम्पन्न भएकै हुन्थेन है